सो हेलो गाइस आज चाहिँ म हाम्रो रेस्टुरेन्टमा मोमोको चटनी कसरी बनाउने तपाईहरुलाई हल्का रेसिपी शेयर गर्न गइरहेको छु। मोमोको चटनीको रेसिपी तपाईले हेर्नुहोस् ल गाइस। स्टार्टिङको लास्टसम्म म तपाईहरुलाई देखाउँछु। यो प्रकारले तपाईले मोमो चटनी घरमा पनि बनाउन सक्नुहुन्छ। आफ्नो आफ्नो रेसिपी हुन्छ हैन, तर हाम्रो यहाँ कुन प्रकारले बनिन्छ र कुन प्रकारले फेमस छ म तपाईहरुलाई देखाउँछु ल गाइस। अब सबभन्दा अगाडि यसमा तपाईको ओइल आउँछ, एकदमै फ्रेश ओइल गाइस। फ्रेश ओइल हो, यसलाई हल्का हिट गर्ने हो गाइस हैन। हल्का हिट गरेपछि हेर्न सक्नुहुन्छ। अब यसमा तपाईको आउँछ गार्लिक, एकदमै तपाईको यसमा चप गार्लिक आउँछ हो। चप गार्लिक आएर हल्का गर्ने। अनि तपाईको यसमा जिरा आउँछ, जिरा होल जिरा आयो, दुईटाले सोटे गर्ने हो। अनि आउँछ यसमा तपाईको ड्राई चिल्ली हो, ड्राई चिल्ली। अब यसलाई हल्का सोटे गर्ने हो। ड्राई चिल्ली आयो, हल्का सोधे गरेपछि यो ब्राउन कलरमा आउँछ, गोल्डन कलरमा आएपछि चाहिँ तपाईको चिल्ली चप, स्पाइसीको लागि चिल्ली चप हो। चिल्ली चप हो हैन। कलर चाहिँ तपाईको यतिमा यस्तो ब्राउन हुनुपर्छ। अब यसमा आउँछ तपाईको टमाटर ओनियन गाइस। अब यसलाई गाइस मिक्स गर्नुपर्छ। मजाले यसमा मिक्स गर्ने हो, पकाउने होला गाइस। प्रपरली कुक गर्ने हो। अब यसमा आउँछ तपाईको काश्मीरी चिल्ली पाउडर, जो कि कलरको लागि हेर्न सक्नुहुन्छ। यो हल्का ओइल लगाउने हो यस्तो। यसलाई चाहिँ फ्राई प्यानको मुनि चाहिँ यसलाई टाल्लिनु भएन गाइस हो, त्यही भएर हल्लाइराख्नुपर्छ। मोमोको चटनी अब रेडी हुन्छ। हल्का पानी हाल्ने, वाटर। गाइस यो चाहिँ अहिले प्रपरली तपाईको कुक भइसकेको छ हैन। यसलाई 20 मिनट। अब यसमा आउँछ तपाईको कोरिएन्डर, एकदम फ्रेस कोरिएन्डर हेर्न सक्नुहुन्छ। अब सोधे गर्नु, एकदम प्रपरली कुक भइसकेको छ। यो गरम छ। अब यसमा सिजनिङ आउँछ, सिजनिङ तपाईको हल्का यसमा आउँछ तपाईँको भेज एरोमेटिक। आगोको फ्लेम कम्ती गर्ने हो। यसमा आउँछ सल्ट, यो पनि भेज एरोमेटिकै हो। अनि आउँछ अब यसमा सेसमी सीड, एकदम फ्लेभरको लागि गाइस। एकदम दामी भएको यो चाहिँ अब प्रपरली पाकिसकेको छ है। अब यसलाई निकालेर चाहिँ मजाले खानेको लागि भइसकेको छ होइन। यसलाई पनि मिक्सीमा घुमाउनुपर्छ गाइस हो। म तपाईँलाई देखाउनुहोस्। यो रेडी भइसकेको छ होइन। अब यसमा टक्कै मोमोको चटनीको रेसिपी है। यसमा माथिबाट सेसमी सीड। गाइस तपाईहरुलाई मोमोको चटनी रेसिपी कस्तो लाग्यो? तपाईले फर्स्टदेखिको लास्टसम्म हेर्न सक्नुहुन्छ। मोमोको चटनीको रेसिपी तपाईहरुलाई मन पर्यो भने कमेन्ट जरुर गर्नुहोस्। भिडियो मन पर्यो लाइक, कमेन्ट, शेयर, सब्स्क्राइब, फलो गरिदिनुहोस्। थ्यांक यू।